ए लो न जाला भनेपछि यहाँ त जङ्गल जनावर त आउँछ नि त त्यो मलस्यापर भन्ने आउँछ क्या एउटा मलस्यापर भन्ने हुन्छ फेरि एउटा फेरि हिखु भन्ने हुन्छ कहिले अब 50 त केही छैन के अब हातले छोडियो 30-40 भ्युजमा के आउँछ पैसा आउँछ युट्युबबाट त्यहाँ माथि भिडियो गर्न खोजेको होइन ए भिडियो सिडियो नगरे कहाँ भिडियो गरेको भिडियो सिडियो नगरे हाम्रो निन्दा थकाइदिएर बाजे गाउँतिर टाढै पुग्नु भयो ए बिहान बिहान घुमेर आउनुभयो घुमेर आउनुभयो मौरी फोडियो र ए हो र केले फोरेछ मौरी देख्ने बाबु यो भन्नु मलस्यापर ल्यायो कि नि खोइ मलछाउरो हो कि मान्छे हो कि त्यही त मान्छेले त अहिले त अस्ति भर्खर हालेको कतिवटा दुईटा त तल पुछर गरेर फालिदिन्छ लोब्रो केटी त्यो पनि तलै फालिदिन्छ माथि फालिदिन्छ त्यही त त्यो दुईटा टिपेर घर बाँधिरहेको माउरी यो कुनामा यति त्यो कुनामा यति त्यो कुनामा यति छ बसे पर पनि देखेन मैले पनि जम्मै धुलोले ढाकेछ मलस्यापर ल्यायो त्यो के ल्यायो अब त्यो अब मान्छेले त किन त्यस्तो गर्छ मान्छेले त अस्ति भर्खर हालेको त्यसमा त मौरी छैन नि मह नै छैन नि ओहो त्यहाँ अहिले चाहिँ एकजना यहाँ हाम्रो चाहिँ गाउँमा हुनुहुन्छ नाम त के भन्यो उहाँ एकजना गुरुङ दाइ हुनुहुन्छ उहाँले चाहिँ मौरी व्यवसाय गर्न लाउनु भएको छ त्यहाँ अनि 50-60 घर आधुनिक मौरी घरहरू राख्नु भएको छ क्या अनि अब के हो त्यसले मान्छेले त हुन सक्छ त्यो हुन सक्छ किनकि अस्ति भर्खर हालेको त्यसमा मह छैन होइन अब त्यो अलिकति जङ्गल उतातिर छ नि त त्यही भएर त्यही मलस्यापरहरू त्यस्तो त्यस्तो आउँछ नि त त्यो त्यस्तै हुन्छ नि त त्यस्तै खाने चिजहरू त्यस्तो आयो भन्यो अहिले यसो फुर्सद भएछ भने म चाहिँ अहिले त माथितिर मामाको घरतिर हिँडेको अलिक फुर्सद भएछ भने त्यहाँ देखाउनलाई त यसो हेरौँला गएर त्यहाँको माहौल कस्तो हुन्छ निकै छ त्यहाँ निकै माहौलहरू निकै मसलापछि खाइदिएछ त्यो हिसाबमा म चाहिँ इन्डियाबाट मामा आउनु भएको छ अनि धेरै पछि आउनु भएको नि त मामा त्यही भएर एकपल्ट मामालाई भेटौँ कि भनेर हिँडेको जग्गा बाजेलाई पनि भेट्यो है ल अब माथि भेटौँ है त दाइ कालान त्यही सौदा छ कि होइन ए ल म यसो मामातिर पनि खिच्नु पऱ्यो नि ए ल है कता हो टोलीहरू बस साँच्चै हो कि के हो भन्छु लगेर त जाने हो नि यार केटाहरू लाँदैनौ मलाई इन्फर्मै गर्दैनौ तिमीहरूले पक्का हो के हो भन्दा न उल्लेरी भन्छ त भान्जाले त उल्लेरी हो उल्लेरी जाने हो र त्यही त नि त्यति ढाँट्ने होइन मान्छेलाई हेलो के छ है अच्छा ल राम्रोसँग जानु होला बच्चाको केयर गर्नु होला त्यही हो गाइज ल है मलाई ढान्नु पाइँदैन अगाडि ढान्ने होइन ल बाई बाई ल बाई बाई गयो हामी त हेरेको भन्छ ल ठिकै छ म नि यसो मामातिर हिँडेको कि माथि त्यही भएर मेरो मामालाई भेट भयो एकदमै खुसी लाग्यो आराम हुन्छ कि ल भाइ ठिक छ नि बाबा हिरो हो आज हाम्रो भाइ है हिरै हो आज ठिक छ ल आमा त माया त्यहाँ त पोखरा छैन क्या ए हो मामाले यिनीहरूले कसैले के छ मामा फेरि तरकारी खाँदैन फेरि जाने भाइ जाने भनेको अब जानुपर्छ हामी दाइहरू चाहिँ फेरि बेरोजगारी भएर बस्नु हामी फेरि बेरोजगारी भएर बस्नु भन्दा बरु गएकै राम्रो छ एक दुई बजी देखाउनु पाइन्छ होइन भाइ मामाको चाहिँ ज्यान चाहिँ खुवाइअनुसारको ज्यान पनि छ नि त बिहान बिहान अलिकति खान मन लाग्ने नभए बस ल ठिक छ अब लाग्छु भन्नु होला बफ जान्छु अब खानै खाएर आएको भयो जान्छु म जान्छु भोलि बेलुका आउनु भोलि बसौँ क्या भाइ नै आउँछ आउनु पऱ्यो नि ऊ पनि कहाँ नि फुबुलो भेट्दैन छ नि ठुलो फुबुलो भेट्दैन छ नि ए मेरो भज्जा जुगो खाने मेरो भज्जा
ए फुपूको ठुलो फुपू जुगा भुटेर खाम्न भनेर भन्थ्यो अरे। रुँदाखेरि त फेरि मैले यसले फोनै गर्नु पर्ला रोन्छ फेरि के न के त्यही त नि। रोइरहेको छु त्यही भएर म त सोध्छु ल म लाग्छु बाबु है। ल राम्रो भोलि आउनु ल। ल मेरो हजुर मामा त है ल मेरो हजुर ल लाग्यो ए फुपू लाग्यो म है। फुपू जान्छु लाग्छु। म चाहिँ घर आइपुगेँ। अब मेरो काम चाहिँ उता जोत्नु छ। अरू सबै जोतिसकेको छ। यो चाहिँ यहाँ रोड खन्नेवाला थियो र पछि हामीले छोडेको के पछि अब रोड नखन्ने जस्तो कुरो भयो त्यही भएर अब चाहिँ जोत्नु पऱ्यो। आज काम मेरो यही हो। के गर्ने अब बिचरा मैया हुन्थ्यो भने त मैयाले छोडिदिन्थ्यो। अब आफै छर्न पर्ने भयो के गर्ने अब आफै मल छरेर ट्याक्क जोतेपछि आजको काम क्लियर हुन्छ। त्यसपछि जता गए पनि हुन्छ। आज त्यहाँ चाहिँ मौरी घाटतिर जानुपर्ने काम छ किनकि त्यहाँ चाहिँ हिजो बिचरा भत्ताबिङ्गै पारिदिएको छ अरे कि त्यहाँ मौरी घाटमा के कस्तो भएर त्यहाँको बुझौँ भनेर एकपल्ट हेरौँ भनेर यो काम सकेपछि जान्छु म। अब त्यो मौरी घाटतिर बिचरा त्यो बाजेले चाहिँ कस्तो भएछ म बिचरा हेर्नु पऱ्यो पीडाहरू बुझ्नु पऱ्यो। त्यसले मैले जोतिसकेँ यति देखाउनु पाइएन यति चाहिँ चौ हेरी भाइले जोत्दैछ अब ल मैले चाहिँ जोतेर भ्याएँ। मेरो काम चाहिँ सकियो। अब चाहिँ यसो बाको उता बाको मौरीको घाँडो कस्तो भएछ एकपल्ट हेर्नु पऱ्यो कि त्यहाँ मौरीको घाँडो चाहिँ हिजो चाहिँ के भएछ अरे कसो भएछ अरे भन्ने सुनिन्थ्यो। बाजेले भन्नुभयो भनौँ न बिहान त्यही भएर गएर हेर्नु पऱ्यो त्यताको माहौल कस्तो रहेछ भनेपछि यता पनि जोत्यो मैले यता पनि जोतेँ। अब मकै हाल्नको लागि रेडी ठिक्क छ। अब यति भएपछि अरू काम पाइएछ नि अरू काम पनि नत्र ठिकै छ कि ओके छ भनौँ न। ल हेर्नु यस्तो छ ऊ बाजेले त्यहाँ हेर्दै हुनुहुन्छ। यसो मौरीहरू पनि टन्नै छन् कि त्यसमा पनि खेलिरहेका छन्। अब कुन चाहिँ फाल्यो अब अहिले त अब बाजे अब चाहिँ यहाँ के लगाइसक्नु भयो होला के अठाउनु पनि भएको छ। त्यहाँ त ढुङ्गाले नठाउनु भएको छ ढुङ्गाले नि बाजेले मौरीले पनि नटोकेछ क्या यस्तो घोजापसँग यसमा तारजाली नहाल्ने हुँदैन। अब यसमा चाहिँ तारजाली हालेर बनाएपछि बल्ल यसो सुरक्षित हुन्छ नि त यस्तोमा त अब आउँछ नि त जङ्गली जन्तुहरू जङ्गली चिजहरू आएर चाहिँ यसलाई चाहिँ खान्छ नि त्यही भएर हजुर यस्तै छ। ल अब दिनमा ठिकै हुन्छ के अरे बेलुका अब त्यति आएर मान्छेले पनि हुनसक्छ क्या अब त यहाँ यस्ता घटनाहरू पहिला पनि घटिसकेका छन्। यहाँ मान्छेहरूले पनि यहाँ निकालेर खाइदिने चलन छ। यहाँ हाम्रो तल फार्म हाउसमा नि खाइदियो त अनि तल छ नि त हाम्रो फार्म हाउस त्यहाँ चाहिँ खाइदियो नि मान्छे केटाहरूले अब कुन केटाहरूले खाइदिए अब मौरी थियो अब म पनि रहेछ अब त्यहाँ म पनि चुहिएको थियो त्यहाँ तल भनेपछि केटाहरूले निकालेर खाइदिन्छन् कि अब केटालाई त्यही अहिले हावै छैन केटाहरू त्यसो नगरे हुन्थ्यो केटा अब के गर्ने अब केटाहरूलाई नि खान मन लाग्यो होला अनि खाइदिन्छन्। यहाँ पनि तारजाली नगर्ने र व्यवस्थित नगर्ने भयो यहाँ चाहिँ अझै पनि यसको चाहिँ क्षति हुन्छ यहाँ किनकि जङ्गल यहीँ छ अनि यस्तो जङ्गल यहीँ छ अनि यो माथि सबै जङ्गल हो। यो यहाँबाट सुरु जङ्गल यहाँ एकान्तमा घर छ नि यो भनेपछि यहाँ त जङ्गल जनावर त बेलुका त आउँछ नि त त्यो मलस्यापर भन्ने आउँछ क्या एउटा मलस्यापर भन्ने हुन्छ फेरि हिखु भन्ने हुन्छ क्वालिटी आउँछ नि यहाँ त अनि गाह्रो छ नि त्यस्तो भयो भने त त्यसैले गाह्रो छ। म चाहिँ घरतिर लागेँ अब माथितिर जानुपर्ने काम छ। अब खाजा नास्ता गरेर माथि जानु पर्ला। ल्याउ हामीलाई पनि ल्याउ खानु पर्यो माइलियो नि ए हो यो तिमीले नानी भाइ जाऊ ल जाऊ कसले दियो तपाईँहरूलाई यति धेरै सामान किन्ने पैसा ल जानुहोस्
मिलेर सबैले खानुहोस् है ल ओके ल रामु कता हो तपाईँ ए तिमी त होइन जाने उता त ए होइन रमाइलो छ ए गयो जाऊ लिएर आऊ यो ए ताङले ए हजुर ए ल ए ल न जाला त्यो हाल्नुपर्छ के त्यो हाल्नुपर्छ हस्काउन पर्ने ल हेलो हेलो यस्तो छ तरिका उता फेरि मल बोकेर खोल्यो ल मल बोकेर ल यहाँ फेरि यो दाउरा लान लागि होला नि ट्र्याक्टर अलरेडी यहाँ किसान भाइ बसिरहेको छ गाउँमा अहिले सबै आधुनिकीकरण आएर गजब भएको छ यहाँ लोत पर सुतेका छन् ड्राइभर यहाँ गजबसित ल ठिक छ त माथि पनि यसो घुमेर आऊँ भनेर भन्दा नि एउटा काम छ अहिले मैले थाहा हुन्छ कि अहिले एउटा काम छ मेरो सानोनिकै गजबकै काम छ त्यहाँ त्यो काम चाहिँ निप्ट्याएर आउनु भनेर म हिँडेको हेर कस्तो हुन्छ खेतीको सिजन आएर होला हेर्नु त मलहरू बोकेर तर कहिले आगो गरेका छन् कहिले के गरेका छन् अब खेतीको सिजन सुरु भयो नि त अब मकै कोदो लगाउने अब जोतखान सुरु हुन्छ भनौँ न अहिले त अब के होस् भए पनि होइन वास्तवमा मान्छेहरूलाई यस्तो किन लाग्छ कि एउटा दुइटा यसो युट्युबमा भिडियो बनाएर फेसबुकमा भिडियो बनाएर हाल्यो भन्दैमा यसले त पैसै कमायो भनेर पुरा दुनियाँदारी गरेर भिडियो अब नबनायो भने यताउता यस्तो यार है 150 30 भ्युजमा के आउँछ पैसा आउँछ युट्युबबाट मान्छे जेलिस फिल भएर के मान्छे त्यस्तो गर्ने होइन कि यार कहाँ त्यहाँ माथि भिडियो गर्न खोजेको होइन ए भिडियो सिडियो नगरे कहाँ भिडियो गरेको भिडियो सिडियो नगरे हाम्रो दिन त थकाइदिइराखेको त्यस्तो होइन नि त साथी यार होइन मैले पनि अब यस्तो अब केही हुन्छ होला भन्ने किसिमले मैले भिडियो बनाउँछु भिडियो हेर्नु तपाईँले हेर्न सक्नुहुन्छ होइन भ्युजै छैन कि 1000जना सब्सक्राइबर पुग्नुपर्छ त्यसमा 4000 घन्टा वाच टाइम पुग्नुपर्छ मेरो 200 घन्टा नि पुगेछ भनेपछि भ्युज हेर्नु तपाईँले हेर्नु बित्तिकै त्यस्तोले पैसा कमाउँछ कहिले 1000 बराबर $1 पनि बन्दैन कि 1000 भ्युज बराबर भनेपछि कसरी के को पैसा कमाउने त्यही भएर जे कुरामा पनि यस्तो गाह्रै छ अब के गर्ने अब तर नि हेर्दै जाउँ अगाडि बढ्दै जाउँ तर भिडियो हाल्न चाहिँ मैले छोड्दिनँ सिङ्गल एक्लै भिडियो भए पनि मैले हाल्छु कि त्यही भएर चाहिँ त्यही हो त्यही भिडियो हाल्न चाहिँ छोडिन्न क्या जसले जे भन्यो जो जेले फिल भयो पनि रिस गरे नि जे गरे त्यही भएर म चाहिँ घरतिर फर्किएँ अब त्यस्तै हो अरू के होइन हजुर घर चाहिँ मेरो जिन्दगी चाहिँ लाइफ चाहिँ यस्तै भइरहेको छ कि घर त छ होइन तर ओ छानो केही छैन क्या उदाहरण मेरो लाइफ पुरै भएको सेम हो यस्तै छ हजुर के हो नि घर आएको फेरि घर आएर फेरि एउटा एकदमै ठुलो अर्डर आयो के एउटा आयो भन्नुहुन्छ नि लानुहोस् पर्छ होला सोर्नु परेन कुरो चाहिँ के हो भन्दा हाम्रो चाहिँ भोलि चाहिँ घरमा चाहिँ काली भैँस चाहिँ तल चाहिँ फार्म हाउसबाट तल माथि आउँदैछ नि त त्यही भएर उसलाई पनि यसो हल्का बिस्तारै यसो तातो बनाइदिनु यसो वेलकम त पछि त जे होला अब सुरुमा त वेलकम त अब अलिकति गजबसँगै गर्नु पऱ्यो नि त्यही भएर त्यो तलतिर पनि छ पर्छ होला यहाँ तल सोर्नुपर्छ क्या तल छ त गजबसँग माथि यसो गर्नु पऱ्यो माथिबाटै बुढाले तल लानु पऱ्यो ल ओके अब पन्ध्रसम्म त केही छैन कि अब हातले छोड्यो
ल एक बार चाहिँ रेडी बनाइयो अब यति लरा राखिदिएपछि फेरि अब काली भैँसलाई पनि राम्रै हुने भयो आफूलाई पनि अब राम्रै हुने भयो घरमा त्यही भएर टक्क अब यति लगाएपछि हुन्छ यो हामीले पहिला सबैमा खेती लगाउँथ्यो कि साथी कसम ओए काउसिकिरो म हजुरले देखाउँछु आमा हो ए काउसो यसलाई छोयो भने त कसम सिद्धियो क्या हेर्नु त आमा यसको लाइन भन्नुहुन्छ भने कता हैट यो छ्यास पार्यो भने त यति हुन्छ कि फेरि काउसो नि आमा हैट